नमस्कार साथीहरू, स्वागत छ तपाईँहरूलाई हाम्रो यस सजिलो नेट च्यानलमा। आजको भिडियोमा हामी मोबाइलबाटै सिटिजनसिप ब्याङ्कमा आफ्नो परिचय पत्र कसरी अपडेट गर्ने त्यस सम्बन्धी सिक्नेछौँ। त्यसको लागि सबैभन्दा पहिला सिटिजन ब्याङ्कको मोबाइल ब्याङ्किङ लगइन गर्नुहोस्। त्यसपछि तपाईँले यहाँ देख्न सक्नुहुनेछ डिजी ब्याङ्क भनेको छ, यसमा क्लिक गर्नुहोला। त्यसपछि यहाँ दिएको छ एनआइडी अपडेट भनेको छ, यसमा क्लिक गर्नुहोला। त्यसपछि तपाईँले यहाँ देख्न सक्नुहुनेछ माथि कस्टमर डिटेल्स भनेको छ, यसमा चाहिँ आफ्नो ब्याङ्कको डिटेल्सहरू देख्न सक्नुहुनेछ। त्यसपछि हामीले तल चाहिँ इन्टरनेसनल आइडी डिटेल्स भनेको छ, यसमा चाहिँ हामीले आफ्नो नेसनल आइडी अर्थात् परिचय पत्रको डिटेल्स चाहिँ भर्नुपर्ने हुन्छ। त्यसको लागि सबैभन्दा पहिला दिएको छ नेसनल आइडी नम्बर भनेको छ, यसमा चाहिँ आफ्नो चाहिँ नेसनल आइडी नम्बरहरू टाइप गर्नुहोला। त्यसपछि तल दिएको छ प्लेस अफ इस्यु भनेको छ, यसमा चाहिँ आफ्नो परिचय पत्र कुन जिल्लामा बनेको छ त्यो जिल्ला चाहिँ यहाँ सर्च गर्नुहोस्। त्यसपछि तल डेट अफ इस्यु भनेको छ, अब तपाईँको परिचय पत्र कहिले इस्यु भएको त्यो डेट चाहिँ यहाँ टाइप गर्नुहोला। जस्तो अब यहाँ हाम्रो चाहिँ फर्ममा तपाईँहरूको फर्ममा चाहिँ नेपालीमा हुनसक्छ डेट, त्यसलाई चाहिँ इङ्ग्लिसमा कन्भर्ट गरेर तपाईँले राख्न सक्नुहुन्छ। त्यसपछि तल दिएको छ अपलोड नेसनल आइडी भनेको छ, तपाईँले परिचय पत्रको फर्म भर्दाको पेपर चाहिँ यहाँ अपलोड गर्नुपर्ने हुन्छ। क्लिक हियर टु अट्याच फाइल भनेको छ, यसमा क्लिक गर्नुहोस्। त्यसपछि आफ्नो त्यो खिचेको फोटो चाहिँ अपलोड गर्नुहोस्। यसरी अपलोड गरिसकेपछि तल आई एग्री टु द टर्म्स एन्ड कन्डिसन भनेको छ, यसमा चेक लगाउनुहोस्। त्यसपछि तल सबमिट भनेको छ, यसमा चाहिँ क्लिक गर्नुहोस्। आर यु स्योर यु वान्ट टु सबमिट भनेको छ, तपाईँ स्योर हुनुहुन्छ भने तल ओकेमा क्लिक गर्नुहोस्। यसरी नेसनल रिक्वेस्ट सेन्ड भनेको छ, यसरी आफ्नो परिचय पत्रको डिटेल्स चाहिँ हामीले चाहिँ अपलोड गरिसक्यौँ। ओकेमा क्लिक गरिसकेपछि तपाईँले यहाँ के भनेको छ भने यो फर्म हेज बिन सबमिटेड सक्सेसफुल भनेको छ। त्यसपछि यु विल रिसिभ अपडेट इन योर म्यासेज इनबक्स, यदि तपाईँको चाहिँ अपडेट भएर आएको खण्डमा चाहिँ तपाईँलाई एउटा म्यासेज आउनेछ। त्यो म्यासेज हेरेर तपाईँले आफ्नो अपडेट भए नभएको कन्फर्म गर्न सक्नुहुनेछ।